हिजो चाहिँ मैले मेरो विकेन्डको भ्लग एडिटिङ गरेर अनि त्योलाई चाहिँ when I try to save एकदमै टाइम लाग्यो. I don't know why it was not saving. हुन्छ नि खालि फेलियर भन्थ्यो अनि सायद मेरो त्यो स्टोरेज हुन्छ नि फुल अप हुन लागेर होला भनेर फेरि मैले चाहिँ आई डिलिटेड सम अफ माई त्यो पहिलाको युट्युबको भिडियो ओल्ड भिडियोजहरू अनि त्यसलाई डिलिट गरेर अनि फेरि कम्प्युटरलाई रिस्टार्ट गरेँ, मेरो ल्यापटपलाई रिस्टार्ट गरेँ. त्यहाँबाट बल्ल अनि इट टुक लट अफ टाइम टु सेभ. देन फाइनली सेभ भयो अनि मैले अपलोड गरेर सुत्दाखेरि चाहिँ इट वाज आई थिङ्क 1:30 कति भयो थियो. म सुत्ने बेलामा 2 बजे होला रातिको. अनि एन्ड आई न्यू हुन्छ नि अब I'm not gonna go to gym किनकि अब निन्द्रा पुग्दैन नि त. So 7:30 मा उठेँ अनि छिटो I got ready अनि मैले चाहिँ मेरो instant coffee, oh no I forgot to bring my instant coffee. फेरि पछाडि फेरि गएर पिकअप गरेर आउँछु म. अनि मैले चाहिँ instant coffee बनाएको थिएँ with water किनकि दुध किन्नु पर्ने छ मलाई चाहिँ. अनि I have to buy a couple of fruits. त्यही हो. अनि आज मैले ब्रेकफास्टमा चाहिँ I had a egg wrap. Chapati wrap छ के मेरो. अनि so I fried the egg and I put some mozzarella cheese as well. So I made the same thing for both हुन्छ नि लन्च र अनि ब्रेकफास्टमा. अनि ब्रेकफास्ट खाइसकेँ, लन्च चाहिँ हालिसकेँ मैले ब्यागमा. अनि मैले चाहिँ अनि फ्रुट्स वाइज चाहिँ 2टा मिनी ओरेन्ज अनि एउटा प्लम हालेको छु. सो त्यति नै आजको मेरो लन्च चाहिँ. अनि ओया लाखामरीको प्याकेट पनि हालेछु. त्यो चाहिँ एउटा 2टा खान्छु होला मैले. ओके अब म यो चाहिँ अहिले कति भयो आई थिङ्क 8:15 भयो. सो आई नो आम गोना बी लिटल बिट लेट. सो अब म फेरि घरमा फेरि गएर मेरो कफी ल्याउँछु किनकि आई फरगोट टु टेक माई कफी विथ मी किनकि ब्याग मात्रै ल्याएर छु मैले. सो म त छिटो गएर अनि मेरो कफी ग्राब गर्छु अनि आम गोना ड्राइभ टु वर्क. ओके सी यु लेटर. हेलो गाइज, उनीहरू खिचेको डबल चिन चाहिँ बाफ्रे बाफ खत्रै देखेछ. म चाहिँ अहिले यहाँ टेस्को आएको. आई फिनिस माई वर्क अनि टेस्कोमा जाँदैछु. अनि मलाई चाहिँ दुध र अनि फ्रुट्सहरू किन्नुपर्ने छ. सधैँ जामै त.
चाहिँ वासिङ मेसिनमा हाल्दैछ इजी छ यहाँ तर ठिकै छ अनि जस मैले सबै सामानहरू किनेको चाहिँ त्यसकोबाट किनेको मैले फ्रिजमा हालिसकेँ अनि मलाई यो दही चाहिँ एकदम मनपर्छ कि दिस इज माई फेभरेट दही अनि त्यो ठुलो डब्बाको भन्दा नि यो चाहिँ मलाई एकदम मनपर्छ किनकि आई थिङ्क यो कन्सिस्टेन्स वाइज चाहिँ अलिकति बाक्लो हुन्छ सो मलाई यो दही मनपर्छ अनि हिजो चाहिँ अब बिजुले मलाई प्याकिङ गर्दै थियो मलाई खाना लानको लागि उसले फिस करी अनि टापियोका बनाएको थियो नि त सो टापियोकालाई चाहिँ केरलामा मलयालम भाषामा चाहिँ काप्पा भन्छ क्या सो म चाहिँ कप्पा र अनि मीन करी खाँदैछु मीन भनेको फिस उसले यस्तो मिठो भएछ हुन्छ नि पिरो टक्क अनि यस्तो मिठो भएछ कि बिनु र बिजु चाहिँ पकाउन माहिर छ अनि म चाहिँ खानामा माहिर एकदम मिठो भएछ अनि आई लभ हुन्छ नि साउथ इन्डियन डिसहरू तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन आइ एम स्योर लाइक हुन्छ नि आई थिङ्क मेजोरिटी मान्छेहरूलाई चाहिँ मनपर्छ होला यदि तपाईँहरूलाई मनपर्छ भने चाहिँ विच इज यर फेभरेट वान मलाई चाहिँ मनपर्ने भनेको उपमा मलाई त मनपर्छ आई थिङ्क त्यो सेमुलिना भएर होला मलाई किनकि हलुवाहरू मनपर्छ नि त हलुवा पनि एकदम मनपर्छ अनि सेमुलिनाले बनाएको भएर मलाई उपमा पनि एकदम मनपर्छ अब यो कप्पा अनि फिस करी अनि उनीहरूको सबै फिस आइटमहरू सबै मनपर्छ मलाई किनकि त्यो मसला नै मनपर्छ नि त अनि अब साउथ इन्डियनमा मेन इन्ग्रिडियन्ट भनेको करी लिफ र कोकोनट चाहिँ नभई नहुने है त्यो चाहिँ जेममा नै हाल्छ उनीहरूले जेममा नै हाल्छ अनि मलाई उस पनि मनपर्छ डोसा इडली यहाँ चाहिँ मैले तताउँदैछु हामीसँग त्यो माइक्रोवेभको कभर छैन नि त अनि सबै त्यो छिटा उठ्छ नि त्यो तताउँदाखेरि त्यही भएर मैले चाहिँ प्यानमै तताएँ अब यो चाहिँ पाक्यो अब है नपाक्यो तर यो पाकिसकेको हो ताकिसक्यो अब मेरो खाना रेडी आजको डिनर चाहिँ यो हो अनि यो र दही खान्छु दही चाहिँ आएको ठुलो दही हुन्छ नि भित्र तर आई थिङ्क मैले अब यति जति चाहिँ खान्छु म अनि यो चाहिँ मेरो भोलिको लागि पनि हुन्छ बाँकी अझै जस्तो यो टिफिनमा ल्यायो भने चाहिँ मलाई 2 दिनको पोर्सन पुग्छ क्या यति नै आजको मेरो डिनर ल अब म चाहिँ खाँदै युट्युबमा भिडियोहरू हेर्छु तर फर्स्ट थिङ चाहिँ म मेरो आफ्नै भिडियो चाहिँ एडिट गरेर हाल्छु मेरो भिडियो त आई थिङ्क यो आजको त एकदमै सर्ट हुन्छ बिकज त्यही काममा गयो आयो सपिङ गऱ्यो त्यसकोमा जिम गएन सो म आज चाहिँ टाइममा सुत्छु म चाहिँ 4:30मा उठ्नु छ भने आई ट्राई टु गो टु बेड बाई 10 हुन्छ नि त्यही भएर आज चाहिँ म कोसिस गर्छु कि म चाहिँ चाँडै सुतेर अनि भोलि जिम जान्छु सरी इट्स टु नोइजी हियर है ल थ्याङ्क यू फर वाचिङ दिस vlog and I will see you tomorrow. Take care. Bye.